भैरव अर्याल चाहिँ लास्टै नि नेक्स्ट लेभल पर्सन हो लास्टै नि कम अप्रिसिएटेड हो कि एकदमै कम अप्रिसिएटेड अनि रिसेन्टली मैले उहाँको सबै कृतिहरूमा त एउटा जस्तो ठ्याक्कै याद हुने जोक हुँदैन नि त मोस्टली निबन्ध हुन्छ अनि एउटा स्टोरी नै लिएर हुन्छ अनि मैले रिसेन्टली एउटा पढिरहेको थिएँ कि म यो मान्छेले के लेखेको एज अ फनी कुरा भनेर म पागल भएको कि जस्तै जस सपनाको बारेमा लेखिरहेको थिएँ होइन अनि एउटा लाइन थियो कि जस म सपनामा जहाँ पनि म पुगिरहेको हुन्छु किनकि जस सपनामा यातायात समस्या हुँदैन ऊ सुरु चाहिँ अब सडकमा सुत्नेहरूले पनि सपना देख्छन् वाला त्यो सडकवाला कुराहरूबाट गएर सपनामा यातायात समस्या हुँदैन सिम्पल कुरा तर यो एकदमै भारी के अरे अघि भन्छ सपनामा यातायात समस्या हुँदैन सिधै गाडीले हानिदिन्छ त्यो त विपनामा पनि बाइ द वे रजनीशको एक्सिडेन्ट भएको थियो मान्छेहरूले धेरै राइटर एज अ राइटर भन्दा नि त्यो साइड मलाई खास चिनेको नै यो पनि गाडीमा थियो